मकै खान लाग्यो साथीहरू। हेर्नु न कस्तो दामी गरेर पोलेको रहेछ। म चाहिँ मकै खान लाग्यो। दुईटा छ दुईटा। हेर्नु है यहाँ पनि छ। दुईटै त खान सक्दैन, एउटा बाबुलाई राख्छु म, एउटा चाहिँ म खान्छु। मकै अहिले नै खान पाएको कि गाउँहरूतिर भर्खर त गोड्दै छ होला। अहिले यहाँ नेपालमा काठमाडौँमा मकै अहिले नै कहिलेदेखि नै खान पाइयो। हेर्नुहोस् त प्रिन्स खाने मकै खाँदैन। नखाने होमवर्क गर्नुहोस् न त हजुर। हजुर होमवर्क गरिसोस् हस्। म मकै खान्छु, हजुर होमवर्क गरिसोस्। हजुरले त खानु भएन, अघि फ्रुटी एउटा बिस्कुट एउटा सकाउनु भयो है। अब अहिले एकछिनमा के खाने? जुस खाने अनि भात खाने है। म चाहिँ मकै खाएँ हस्। साह्रो साह्रो भयो, चिसो भइसक्यो क्या साथीहरू। साग मात्रै, झोल मात्रै? झोल मात्रै हो। दाल भात खाने अलिक छिपेको रहेछ। दाल भात खाने मलाई। दाल भात खाने छिपेको रहेछ कि अलिकति। हात चाहिँ छोड्न कस्तो गाह्रो भएको, टोकिदियो मन तान्दैन। होमवर्क गर्नु न, सकाउनु न तपाईँको होमवर्क। होमवर्क सकाउनु भयो भने म छिट्टै मोबाइल हेर्नु दिन्छु हजुरलाई। गुलियो छ मकै त गुलियो रहेछ। मोबाइल पाउँदैन अनि के गर्छ तपाईँले? कहिले पिट्छ के? होमवर्क गर्नु न, किन पिट्नु त? साह्रो दुई हातले टोक्नु हुँदैन अरे भन्दा पनि एउटा हातले मात्रै टोक्नुपर्छ। त्यो साह्रो भएको न।